के पहिला तपाईँ आउनुहुन्थेन होइन। अब अहिले आउन त आउनुभयो, तर अब बर्खाको टाइम उतिखेर पानी आउँछ, उतिखेर घाम लाग्छ, भनेको टाइममा हिँड्न नि पाइन्न। बिरामी हुनुहुन्छ, एक्लै ल्याएर हिँड्न नि भएन। अनि कतै घुमाउन नि पाइएन होइन। अनि आज यसो पशुपत चाहिँ तपाईँलाई लैजाऊँ भनेर के यसो अब बाहिर नि आरती हेर्नु, दर्शन गर्नु होइन भनेर। अनि तपाईँलाई सालनाथ जानु मन लाग्यो भन्नुहुन्थ्यो कि होइन। अब अहिलेखेरि सालनाथ जाँदैनन्, मन्दिर जान त भयो, मन्दिरको तल छ होइन, तर अलि हिँड्न सक्नुहुन्न नि त फेरि। त्यहाँखेरि थुप्रै हिँड्नपर्छ, गाडीबाट झरेर हिँड्नपर्छ कि। सुन्तला देवी चाहिँ हिँड्नुपर्छ क्या हजुर। सुन्तला देवी चाहिँ त्यत्रो धेरै त पर्दैन, अलिकता पर्छ। अनि एक्लै लानु त सकिन्न नि त। अनि फेरि तपाईँ कमजोरी हुनुहुन्छ, त्यही भएर चाहिँ। अनि तपाईँलाई यहाँ आउनु मन लाग्थेन? आउनु मन लाग्यो आराम भन्छु अब जाने। अब फेरि म भोलिभरि बिमार 5-6 महिना पहिले आएर म हिँड्न घुम्न छोडिसकेको थिएँ। ढाड दुख्ने। आज त अलि हिँड्नु है। आज कहाँ जानुभयो तपाईँ बिहान? मन्दिरमा जानु। कसले? ज्वाइन लिएर जानुभयो, हिँड्दै गएर आउनुभयो? ए कस्तो लाग्यो त अनि? राम्रो लाग्यो हो र। परिवारलाई पनि कहाँ कसलाई लाने सबै हो र। चामल किनेर लगिदियो नि। चामल किनेर कति खान्छ नि त, गहुँ खान्छ, मकै गहुँ तपाईँ लानु न। लानु पर्दैन, अहिले जाँदाखेरि लिएर जानुलाई। अब पशुपति जाने, त्यहाँ बाहिर त्यहाँ परेवा बस्छन् कि, त्यहाँ दिनु होला है। हुन्छ ल, म पसल जान्छु, ज्वाइँसँग पशुपति गएर आउनु है।